Hello everyone, good morning. Welcome our YouTube channel. I hope सबैजना सन्चै हुनुहुन्छ होला. हामी पनि एकदमै सन्चै छौं. एन्ड आज चाहिँ नयाँ वर्ष स्पेशली मैले चाहिँ न्यू इयर्स भिडियो ल्याएर आइसकेको छु. सबैजनालाई ह्यापी न्यू इयर्स 2072. एन्ड सबैजना स्वस्थ रहनु, व्यस्त रहनु, देश विदेशमा छरेर रहनु भएको नेपाली दाजुभाइ तथा दिदीबहिनी सम्पूर्णमा ह्यापी न्यू इयर्स. आज चाहिँ हामी न्यू इयर्समा चाहिँ पशुपति घुम्न जान लाग्छौं. बहिनी, ज्वाइँ, म, मेरो श्रीमान, भान्जा, भान्जी. अनि लेट्स सी, भिडियो हेर्दै गर्नु होला. हाम्रो युट्युब च्यानललाई सबैजनाले लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला. ओके, लेट्स सी. धेरै मान्छेहरू छन्. बाबा तिर चाहिँ यति धेरै मान्छे छन्. अनि लामा भान्जा यहाँ हुनुहुन्छ. अनि हामी चाहिँ यता पस्नुपर्ने. हामी चाहिँ यति धेरै भिडमा छौँ अहिले. अनि यता हुनुहुन्छ ज्वाइँ. अब हामी चाहिँ टिका लाउन आँटेको. हामीले चाहिँ मन्दिर घुमाइसक्यौँ. हामी चारजनाको म कति हेर कति लेन्टी देवी भवनाथि हरे प्रसिद्ध मातर जगत अखिलस्य प्रसिद्ध विशेष रूपाई विष्णु परमेश्वरी देवी पराशरस्य मंगला सबला पूर्ण शांति मनोरथ सपना भोगादि शांति हो. तपाईँले हातमा यस्तो लाउनु, बोर्ड लाउनु. भिडियो कि फोटो? हामीले चाहिँ टिका लगाइसक्यौँ. फोटो खिचौँ ल. हामी त माथि आइसक्यौँ. कति धेरै भिड रहेछ. आज चाहिँ नयाँ वर्ष भएकोले पनि हामी चाहिँ टिका लगाइसक्यौँ. कतिको हो दाइ? ज्वाइँलाई 50 को हामी चाहिँ आइसक्रिम खान गर्मीमा चिसो चिसो आइसक्रिम. आमामा युबी युबीले आइसक्रिम खाएको हो यहाँ यति. अनि भानी चाहिँ स्म्याम चाहियो. भानी चाहिँ स्म्याम कलुको धुनु सेट सकिहालेछ तर. हामी चाहिँ फर्किसक्यौँ. यो मन्दिरको नाम चाहिँ खोइ खासै चाहिँ के भन्छ, तर मैले चाहिँ याद पनि गरिनँ. हिँड्दा हिँड्दा कति धेरै खुट्टा नि दुखिरहेको थियो. तर यहाँ चाहिँ बिहेहरू हुने रहेछ क्या, कस्तो राम्रो. अनि म चाहिँ यहाँ फर्स्ट टाइम पुगेको. अनि के अरे यो कतिचोटि पशुपति त गएँ, तर यो मन्दिर फर्स्टमा पुगेको आज. अनि यहाँ चाहिँ बेहुला बेहुली नि रहेछन्. अनि हामी चाहिँ
बहिनी र म के अरे आएको अनि म चाहिँ भिडियो बनाउँदै बोलिरहेको थिएँ तर भोइस रेकर्ड गर्नै बिर्सिरहेको रहेछ नि त मैले त्यही भएर मैले पछि भिडियोमा भोइस रेकर्ड गर्दैछु अनि हामी चाहिँ आयौँ फर्क्यौँ कति रमाइलो भयो आज त अनि चाहिँ गेटभन्दा अब यता आइसक्यौँ अनि यहाँ चाहिँ कति धेरै घाम लागिरहेको थियो नि त अनि काँक्रा खायौँ अनि काँक्रा खाएको नि भिडियो बनाउन चाहिँ बिर्सेछु अनि फेरि काँक्रा खाइसकेपछि सम्झेँ अनि भिडियो बनाएँ अनि हामी चाहिँ अब फर्किँदैछौँ अनि गर्मीमा चिसो काँक्रा खोर्सानीसँग वाउ एकदम मिठो अनि हामी चाहिँ फर्किँदैछौँ गाइस म चाहिँ पोज गर्दै भिडियो हेलो गरिरहेको गाइस, हामी चाहिँ फर्केर यहाँ गौशाला चोकमा छौँ। कति धेरै गाडीहरू यति धेरै छ अनि हामी चाहिँ यहाँ गाडी कुरेर बसिरहेछौँ है। अनि यहाँ बहिनी र जुवाई अनि हेलो, हामी चाहिँ खाजा खान बसेको। खाजा खाएको चाहिँ बनाउनै बिर्सेछु। अहिले चाहिँ हामी जेरी खाँदैछौँ मोमो अनि चाउमिन खाएको अनि म चाहिँ समोसा खान गएको अनि यता छ हाम्रो बहिनी अनि यता चाहिँ जेरी गम गम खाइराख्नु भएको छ है। अनि उहाँले चाहिँ मोमो खानुभयो, मैले चाउमिन, बहिनीले मोमो, ज्वाइँले चाउमिन अनि अहिले चाहिँ फेरि भुलियो खाएको। अहिले चाहिँ हामी फर्किँदैछौँ